एभ्रिबडी वेलकम टु भ्लग होइन। म चाहिँ तपाईँलाई देखाउँछु जापानमा एउटा स्टुडेन्टको लाइफ चाहिँ कस्तो हुन्छ होइन। पढाइ मजदुरी साथसाथै अलिकति बक्सुदी चलाउँदा कुरा ढिलो भइसक्यो। हाम्रो गएको चाहिँ छ 1 बजीदेखि होइन, अनि हाम्रो चाहिँ यहाँ 12:30 बजिसक्यो। अब यो चाहिँ जान्छ बाइकमा, म चाहिँ जान्छु प्लेनमा। बाइकमा जाने मान्छे म चाहिँ हो। अनि अब को चाहिँ छिटो गएको पुग्छ भन्ने कुरा हो। लेट्स सी है त। ल हामी फेरि भेट्ने छौँ अहिले स्कुलमा। ल जाउँ त एयरपोर्ट। पुरुषोत्तमले जोस दियो क्या मलाई। किन के भन्नु भ्लग बनाउन तिम्रो फिल्म कसले हेर्छ? मा डेली बग्छ त्यो कहिले कहिले भ्लग बनाउनु पर्छ हो ल, अनि भ्युज आउँछ भने क्या त्यही भएर भ्लग बनाउनु केही भन नि त। लाज शरम र बेसरमीको पर्दालाई हटाएर हामीले सुरु गर्छौँ आजदेखि जापानको भ्लग्स होइन। युट्युबमा फुल भ्लगहरू सब हेरेर बेसिकली के भइरहेछ भनेपछि म चाहिँ जाँदैछु स्कुल। अनि यो चाहिँ हाम्रो लेडिज होस्टेल हो, उता अगाडि चाहिँ होस्टेल हो। कसले हेरेर आलो त मलाई भाल छैन हेर्नु होइन। ट्राई गर्दैछु अलिकति अक्वर्डनेसलाई हटाएर भ्लगिङ गर्ने। अनि स्कुल जाँदैछु। अब स्कुलको लागि चाहिँ काममा जाने खानासाना पनि प्याक गरिसक्यो। अब यहाँ चाहिँ एक्चुअली अब एयरपोर्ट जाँदैछु ट्रेन चढ्नुलाई। अनि त्यहाँ एयरपोर्ट ट्रेन जाँदैछु गएको। अनि त्यहाँदेखि चाहिँ नै डाइरेक्ट हाइविल सो यो के हुन्छ है त त्यही नै आइरहेको यिनीहरू पनि। अनि अब हुँदैछ जस मिक्स म्याक्स तरिकाले। यहाँनिर चाहिँ के हुँदैछ भने केटाहरूले अब पुरा भिडियो चाहिँ हेर्दैन कि होइन। अब मैले भन्न आउँछु नि त्यता आउँदा स्कुल सुरु गरेँ ल आयो क्या बाइकवाला मान्छे आएन अझै। अनि अब भन्न आउँछु नि त्यस्तो यस्तो स्कुलहरूको बारेमा भनेर पुरा भिडियो हुन्छ नि आध्यात्मिकमै चाहिँ जजमेन्ट गरेर आउँछु कि। अनि त्यही भएर अहिले चाहिँ पुरा भिडियो हेर अनि त्यसपछि चाहिँ कुराहरू भन है त। त्यही नै हो। अनि एयरपोर्ट सो यो चाहिँ यो हाम्रो नजिकको स्टेसन हो, यो क्युसनदेखि स्टेसन। अनि यहाँदेखि चाहिँ हाम्रो रेगुलर जेस अब यहाँदेखि स्कुलदेखि काम जानु नि एउटै ट्र्याक पर्छ क्या। सो आज म तपाईँलाई हेर्नु पनि के दिन्छ देखाउनु ट्राई गर्छु है त। अब नेक्स्ट ट्रेनमा चाहिँ हामी हाम्रै जान्छौँ। सो जबसम्म ट्रेन आउँछ तबसम्म हामी कुरा गरौँ। अब बिङ अ क्रिएटर होइन, अब धेरै च्यालेन्जेसहरू आउँछ कि। अब बबाल क्वालिटीमा कन्टेन्ट बनाउनु मन लाग्छ होइन। अब कहिलेकाहीँ ग्याजेट्सहरू पुग्दैन, कहिलेकाहीँ टाइम पुग्दैन। र अब सबै टाइमहरू मिलाएर कन्टेन्ट निकाल्यो भने पनि कहिलेकाहीँ फेरि भ्युजहरू आउन होइन। अनि त्यो भ्युजले जजमेन्ट गर्छ मान्छेले अनि प्रब्लम हुन्छ त्यहाँनिर। टिपिकल कन्टेन्टहरू बनाएपछि फेरि भ्युजहरू गइ पनि रहन्छ कि। सो त्यही भएर एक्सपेरिमेन्ट चलिरहेको छ अहिलेसम्म मेरो चाहिँ नि। अब अस्ति पुरा मैले के च्यालेन्जहरू यताउता बनाइरहेको थिएँ, त्यसमा दामी भएन होइन। के हो फेरि अकाउन्टहरू फ्रिज भयो नि त टिकटकहरूमा। अनि त्यही भएर फेरि ट्राई गर्दैछु नयाँ चिजहरू। जस नयाँ चिजहरू ट्राई गरेर चाहिँ अब जुन चिजमा राम्रो इङ्गेजमेन्ट मिल्छ त्यो चिजमा चाहिँ हामी स्टिक हुन्छौँ है। अर्को स्टेसनमा आयो त्यहाँनिर बेलुकी चाहिँ के भनेपछि होइन यस्तो यस्तो सानसानो जग्गाहरू हुन्छ कस्तो लुक्स भगवान देखिन्छ यिनीहरूको के भन्नु। स्कुल है त अगाडि चाहिँ यही आएछ बाइकवाला मान्छे चाँडो आएछ। प्लेनलाई मात दिएर आयो बाइकले सधैँ जित्छ है फेरि। रुम चेकिङ भएको होइन हाम्रो चाहिँ आज के भएछ त्यो रिजल्ट आएन। के को रिजल्ट? रुम चेक भएको नि त। अनि के रुम राम्रो भयो कि नै भनेर हामी सबै होला नि 108 त्यही हेरौँ न कस्तो एक्सेल भएको थियो कहाँ 100 राम्रो भयो सब गोल भएछ सब गोल होइन। हामी खतरा हो ए धेरै नै 300 जति सबै 300 राम्रो भयो क्या। हाम्रो त त्यस्तो सबै राम्रो भएछ हाम्रो गरे होइन। के गर्नु अब सबै सफा मान्छे भएको छ हाम्रो म फेरि अन्त सबसे सफा चाहिँ म हो। ल महाकसम ल निस्किँदा हुन्छ टक्क भन्दै एक लाइन के झापा ल सरसफाइ ग्रुप पनि आउँछ अहिले। कस्तो भयो क्लास अब एक लाइन एक लाइन भन्दै जाओ क्या। बाई बाई एक लाइन यो 2 लाइन मेरो लागि के हो यो आज ढिलो जान्छ क्या पाले गरिदिएको अब यहाँ। अब यिनीहरूले यहाँ गर्दैछ सरसफाइ होइन। यहाँ चाहिँ अब घरमा गएर केही गरेको थिएन होला, यहाँ चाहिँ गर्नुपर्छ त्यसले। कहाँ बाहिरको त किन बाहिर जानु लाग्यो त? यो 2 लाइन मात्र कहाँ नेपाल? नेपाल त अब 5 वर्षमा ओखाने
हो यहाँ चाहिँ हाम्रो गएको सकिसक्यो होइन अनि अब यहाँदेखि अब हामी जाँदैछौँ कामतिर अनि जो काममा चाहिँ के भनेको छ भने अब छिटो गयो नि ऊ छैन कि होइन जस छैन ढिलो गयो पनि जस छैन त्यही भएर आज चाहिँ अब हामी एउटा ढिलो जान्छौँ अनि सो यहाँनिर चाहिँ के क्याप्चर हुन्छ अब यता आउँदा केही म देखाउनु ट्राई गर्छु है त आउने यो बबल त बास क्यामेरा देखेर फड्केल यही हो कि मान्छे जति खतरा बोल्यो भने क्यामेरा खुल्यो भने चाहिँ अलिकति हुन्छ नि त के बोलौँ के अलिकति नर्भस हुन्छ चाहिँ काम बाते कुदा साहेब जहिले काम बाते गर्ने हो अरू भन्छु अब इनका फट गई भैया मैं ही बताऊंगा दिखाऊंगा सो यो साथीले चाहिँ एउटा खतरा मोटिभेसन दिँदैछ होला न्यू कमर्सहरूलाई प्लस तपाईँहरूलाई पनि ल भनिदिइहाल अरे बबुआ बताइदो यार ल हेलो गाइस हम दोस्त से काम बाते गर पैसा कमाऊ के मनी इज एभ्रिथिङ चोला ग्याङ म्याक्स चला आउँछ त्यो लामो नि सो हामीसँग अहिलेसम्म फुको दाइमाई भन्ने स्टेसनमा होइन यो पनि हाम्रो अब गएकोदेखि स्कुलदेखि जस घर जाने बाटो पर्छ अनि मेरो चाहिँ एउटै स्ट्रेट लाइन पर्छ कि यहाँदेखि काममा जाने पनि अनि मोटिभेसन दिँदै थियो यसकै फाटिहाल्यो अब के मोटिभेसन दिने कहाँ जाने कहाँ फाटिहाल्यो नि अब यतातिरको भेन्डिङ छ होइन यहाँदेखि अब हामीले टिकट पनि निकाल्न सक्छौँ यो स्टेसनमा तर हामीसँग अलिकति छ टेकी त्यही भएर हामी चाहिँ यहाँदेखि चाहिँ यस्तै हुन्छ यहाँ अब म गरिबसँग चाहिएको छ यिनीहरूसँग चाहिँ आइसी कार्ड छ अमिर लोग्यो है अब यहाँदेखि हाम्रो गन्तव्य पनि छुट्टिन्छ ल बाई बाई गाइजौ ल बाई 時計の針だけが律儀に動いてるそれはそれでいいそれで十分さ何も生み出さない午後があってもいいそう思えたのは君のおかげかな君がいない時間を無駄にできることそれもまた一つの贅沢だ यहाँनिरको लोकेसन चाहिँ यस्तो दामी छ कि होइन अब म चाहिँ आइसकेको सिसिबी स्टेसन र सिसिबी स्टेसन भनौँ न भने मेरो चाहिँ काम गर्ने ठाउँ पनि यही हो कि त्यो अब अलमोस्ट ऱ्यापअप म अब आजको भिडियो चाहिँ हेर्न सकिन्छ होला यहाँनिर चाहिँ यस्तो बबाल देखिन्छ है सिनियर अब हामी चाहिँ आइसक्यौँ यहाँ वर्किङ प्लेसमा हो र त्यहाँ चाहिँ अब सुटहरू पनि गर्नु मिल्दैन सो आजको चाहिँ अब अलमोस्ट ऱ्यापअपमा यही नै थियो आजको कन्टेन्ट के भयो कस्तो भयो अब एकैचोटि जाँदाखेरि हामी भेट्छौँ है त सुनसान रात छ होइन भर्खर कामदेखि निस्केर छ अब मान्छेहरूको अब आफ्नो मेन्टालिटी हुन्छ मेरो फेरि जब जब म कामदेखि निस्केर आउँछु काम गरेर आउँछु त्यति बेला क्रिएटिभ माइन्ड चल्छ होइन अब यति धेरै गाँड मजदुरी किन चलिरहेको त होइन धेरै मजदुरी किन चलिरहेको के लागि चलिरहेको छ एउटा पर्पस छ नि त अब त्यो पर्पसले चाहिँ यो चिजहरूलाई पनि इजी बनाउँछ अनि मजा आउँछ सो जति पनि जे चिज भइरहेछ यो पछि चाहिँ आज ब्रिजको काम गर्छ गरिरहेको होइन जहाँ चाहिँ हामी जाने प्लान गरिरहेछौँ सिकिरहेछौँ सो त्यही हो फसल भइरहेछ किप सपोर्टिङ होइन किप लभिङ अनि हामी गर्छौँ पक्कै गर्ने बाई बाई अब यो चाहिँ उज्यालोमा त्यस्तो थियो अब चाहिँ टक्क रातमा त्यस्तो देखिरहेको यो सिन यहाँनिर आएर चाहिँ हाम्रो मजदुरी सक्यो यहाँको अब यहाँबाट चाहिँ म जान्छु स्टेसनदेखि सिसिबुको होइन यहाँदेखि चाहिँ सिसिबु स्टेसन नजिक छ सेम एउटै लाइन पर्छ नि त अनि त्यसपछि अब रुम गइसकेपछि रुममा फेरि हुन्छ सानोतिनो मजदुरी होइन होमवर्क सोमवर्क यताउता अनि त्यसपछि यो भिडियो एडिट गर्छु मैले अनि त्यसपछि फेरि अब अपलोड सपलोड गर्दा गर्दा पर्छ रात त्यही नै हो अनि यही रुटिन हुन्छ फेरि रिपिट सो द्याट्स इट बाई बाई